सो हेलो गाइज अनि वेलकम ब्याक टु माई युट्युब च्यानल होइन। अब थम्बनेल हेरिहाल्नु भयो होला भिडियो के बारेमा छ भनेर। आज हामी दुईजना दाजुभाइ कम्पनीबाट है काम छोडेर हिँड्दैछौँ। काम छोडेर भन्न मिल्दैन, हामी काम गएको थियौँ। त्यहाँ हामीले भन्यो अरे आफ्नो के भन्छ अब यताको भाषामा चाहिँ सेफा भन्छ। सेफा भनेको चाहिँ हाम्रो अब सुपरभाइजर भनौँ है। हो उहाँलाई चाहिँ खबर गरेर आज हामी घुम्न निस्किँदैछौँ भनेर निस्क्या। अहिले चाहिँ म कम्पनीभित्रै छु, यो मेरो कम्पनी हो। अनि हामीले अहिले यहाँ गेट बाहिर ट्याक्सी बोलाइसकेका छौँ। अनि ट्याक्सीमा चढ्ने, त्यसपछि यहाँबाट ट्रेन स्टेसन जाने, ट्रेन स्टेसनबाट बुकारेस्ट। अनि 3 दिनको छुट्टी छ। आज तपाईँको बिहिबार भयो, बिहिबारको दिन हिँड्दैछौँ। शुक्रबार शनिबार आइतबार छुट्टी छ। त्यसैले 3 दिन यहाँ चाहिँ अब आइतबार चाहिँ खोइ के जे फेस्टिभल के छ यिनीहरूको, त्यही भएर छुट्टी भयो। नत्र भने हाम्रो त शुक्रबार शनिबार मात्रै हो। स्टार सन्डे भन्छ के भन्छ स्टार सन्डे ल जेसुकै होस्। अनि 3 दिनको छुट्टी के गर्ने भन्दाखेरि चाहिँ घुम्न जाने। अब बुकारेस्ट चाहिँ सँगै जाने हो। बुकारेस्टबाट फेरि हामी दुईजना दुईवटा बाटो हो क्या। म चाहिँ मेरो मामा हुनुहुन्छ, म मामाको रुममा जाने हो। उसको चाहिँ दिदी छ, दिदीको रुममा जाने हो। अनि अब त्यही हो, 3 दिन छुट्टी उतै गएर मनाउने, रमाइलो गर्ने, इन्जोय गर्ने। सोमबारदेखि फेरि त्यही हो काम। ल कामको भ्लग चाहिँ देखाउनु मिल्दैन। कामको त मिल्दैन यहाँ, किन भन्दाखेरि भित्र हामीले मोबाइल चलाउनै मिल्दैन। मोबाइल लाने हो नलाने होइन, तर मोबाइल चलाउन एलाउड छैन। त्यसले गर्दाखेरि कुनै दिन भनौँला के काम होला त्यो बारेमा पनि भिडियो चाहियो भने कमेन्ट गर्नु होला, म भिडियो बनाइदिउँला त्यो बारेमा पनि। ल अहिले चाहिँ हामी गेटमा आइपुग्नु लागिसक्यौँ है। ट्याक्सी आइसकेको छ। ल हामी चाहिँ ट्याक्सी पनि आइसक्यो, ट्याक्सीमा पनि चढिसक्यौँ। अब यहाँबाट ठ्याक्कै ट्रेन स्टेसन सरर। ल गाइज टिकट पनि काटिसक्यो, ट्रेन स्टेसन यही हो। ल हामी दुईजना दाजुभाइ अब टक्कसँगले जानलाई रेडी। यो त होइन नि हाम्रो ट्रेन। ल हामी चाहिँ होइन अहिले अब ट्रेन पर्खिरहेको छौँ, वेटिङमा छौँ। रेडी जानलाई रेडी छ। अझै हामीसँग 10-15 मिनट छ, त्यही भएर यसो बाहिर बसिरहेको छौँ। अब यहाँबाट फेरि हामीले बिचमा ट्रेन चेन्ज गर्नुपर्ने हुन्छ। त्यहाँबाट फेरि अनि बुकारेस्ट पुगिन्छ। अब भित्र लाग्नुपर्छ जस्तो छ, टाइम हुँदैछ। त्यस्तो खासै लामो त नहुने रहेछ। अब तपाईँहरू इन्डियातिरको ट्रेन चढ्नु भएको छ भने चाहिँ त्यो 2टा हुन्छ नि, डिब्बा के भन्छ अगाडि छ नि। हो यो त लामो भयो, यो त अब मालगाडी होला। ठ्याक्कै यो 2टा डिब्बा जोडेर त्यति मात्रै लामो रहेछ क्या। यसो भएर पनि होला भित्र हामी अलिकति गाउँ एरिया आउँछौँ, त्यही भएर पनि होला भित्र कस्तो हावा चलिरहेछ। हावाले मेरो आवाज बिगारिरहेको होला, म्यानेज गरेर सुन्दिनँ है। अन्तिमसम्म हेरिदिनु होला। अहिले नै हेरेर यसो त के हेर्नु भनेर नभन्नु होला। लाइक सेयर गरिहाल्नु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि हानिहाल्नु होला। ल गाइज म चाहिँ ट्रेनभित्र आइसकेँ। यहाँ मुनि पनि छ, माथि पनि हुँदो रहेछ यार। यो त 2 तलै हुँदो रहेछ, मलाई थाहा थिएन।
राम्रोसँगले हामी आइसक्यौँ। अलिक पछाडि जाउँ होला हौ। अगाडि यतै जाने हो त नि। ओ झ्याल चाहिन्छ नि है। कोठैबाट झ्याल नखोले पनि झ्याल त चाहिन्छ यार। हामी अब यहाँ चाहिँ के छ भने अरे जहाँ गएर बस्दा नि हुने रहेछ। अनि ट्रेन चेन्ज गरिसकेपछि चाहिँ अनि हामीले आफ्नो सिटमा बस्नु पर्ने हुन्छ। ल फर्स्ट टाइम यार ट्रेन पनि 2 तले हुन्छ भनेर मैले आजै थाहा पाएँ। यो ट्रेन साँच्चै भन्यो। यो ट्रेन यहाँ मात्रै हो क्या, परदेखि यस्तो जाँदैन। यस्तो छै हुँदैन होइन। अर्को सिङ्गल हुन्छ। त्यही त तल पनि माथि पनि बस त थाहा थियो, ट्रेन पनि यस्तो हुन्छ भनेर थाहा थिएन यार। आजै थाहा भयो। ल अझै टाइम छ हामीसँग 10-15 मिनट। ल फाइनल्ली हामी चाहिँ ट्रेनभित्र होइन। अनि ट्रेन हिँडिसक्यो। अनि त्यही हो, अलिक लोकल टाइपको ट्रेन पऱ्यो। रोक्ने फेरि मान्छे हाल्ने बस जस्तै होइन, झार्ने। अनि अरू के देखाउने हो र अब यहाँ बाहिर अब त्यस्तो बिल्डिङ बनाएको छैन। मैले भने चाहिँ गाउँ एरियातिर छु म, त्यही भएर अब गाउँतिर के हुन्छ भन्दाखेरि खेतीबारी। अब यहाँदेखि चाहिँ निकै परसम्म खेतीबारी देखिन्छ। बाहिरको नजारा यस्तो चाहिँ आँखाले जहाँसम्म भ्याउँछ त्यहाँसम्म खेतीपाती किसान यस्तो छ। अब यो चाहिँ के हो मलाई पनि थाहा भएन होइन। यस्तो छ, हामी यस्तरी बसेछौँ। यस्तो छ। यो तपाईँको लगभग अब यो कति किलो 27 किलोमिटर होला यो ट्रेन। यो लङ जान्छ कि त्यसमा लङ बस्नुपर्ने हो हामी। त्यसमा लङ त्यति 27 किलोमिटरसम्म यस्तै हो। त्यसपछि फेरि ट्रेन चेन्ज गरेर त्यसले चाहिँ अलिकति घरहरू यसो बाटो सिनहरू राम्रो आउला यसमा। ल रोमानियातिर चाहिँ तोरी पनि एकदम ठुलो एरियामा एकदम भयो यार। आँखाले भ्याउन्जेलसम्म तोरी नै तोरी छ यार। तोरीबारी आफ्नो गाउँघरको याद आयो यार यो यति देखेर। ल हामी चाहिँ बुकारेस्ट आइपुगिसक्यौँ है। हामी 2जना दाजुभाइ। ल म चाहिँ अहिले ठ्याक्कै यो ट्रेन स्टेसनको बाहिर छु। यहाँ यसलाई के पो भन्छ यसलाई यो लाइनबाट चल्ने हो खै के भन्छ यार। ट्राम सरी ट्राम हो। ल हामी 2जना आइसक्यौँ। एउटा लोकेसन नभएर गरौँ ल। ल अब हामी यहाँबाट चाहिँ एभरेस्ट भन्ने रेस्टुरेन्ट जाँदैछौँ। यहाँ चाहिँ अब नेपाली फुडहरू पाइन्छ अरे। अनि अब यहाँबाट फेरि हामीले अब बोल्ट यहाँको ट्याक्सी एउटा चक्कामा कुदेर अनि त्यहाँ जाने केही खाने खाजासाजाहरू खाने नेपाली फुडहरू के छ खाने। अनि त्यसपछि हामी 2जना आफ्नो बाटो लाग्ने। यो त के हो भूत बङ्गला जस्तो छ। यो ठाउँ त म अस्ति आएको थिएँ यार। यो ठाउँमा अस्ति नै आउँदाखेरि यहीँबाट म गाडी चढेको हो क्या, त्यो अटो गाडा जाने ठाउँमा। ल अहिले चाहिँ हामी ट्याक्सीमा फेरि यहाँ एभरेस्ट रेस्टुरेन्ट जाँदैछौँ।
गाइज म चाहिँ बुकारेस्ट पनि आइसकेर 2 दिन पनि भइसक्यो मैले भ्लग कन्टिन्यू गरिनँ होइन। अनि आज चाहिँ हामी दुईजना काका भतिज अब रातिको बेला यस्तै हो, भिडियो अँध्यारो होला, आवाज सुनेर मजा लिनु होला। अहिले चाहिँ म एउटा पार्कमा जाँदैछु, रातिको 9, 10, 11 बज्न आइसक्यो होला। कुन पार्क अरे काका? तिताङ पार्क। अब बुकारेस्ट हुनेहरूलाई त थाहा होला होइन। अब म चाहिँ भनेको अब बुकारेस्ट भ्याली आउटबाट हो, अनि त्यही भएर अब यसो अब राति नाइट लाइफ रोमानियाको होइन। पछाडि हाइवे छ, म यस्तो बाटोमा हिँड्दैछु, यसरी नै हिँड्दैछु। त्यही हो 2 दिन अब अलिकति आएर यताउति घुमफिर यताउति भयो, मैले भिडियो बनाउन पाइनँ होइन। अब पार्कमा जाने, त्यहाँ गएपछि हेर्ने अब के कस्तो हुन्छ, तपाईँहरूले पनि हेर्नु होला। हिँडेर लास्टै गल्यो, रातिको अहिले समथिङ 10:30 भइसक्यो, टाइम पनि 11 त भइसक्यो होला, पौने 11 भइसकेको छ नि। यस्तै छ। अब भोलि आज कम्पनी फर्किनु पर्ने, आज फर्किन पाइएन, अब भोलि फर्किने हो। राईलाई म के भन्छु भने गाँडो राईले गर्दा म आज 1 दिन भए पनि बस्नु पऱ्यो, नत्र आज जाने भोलिदेखि ड्युटी सुरु हुन्थ्यो। अब भोलि जानु पऱ्यो, भोलि गएपछि अब पर्सिदेखि ड्युटी सुरु हुने भयो। 1 दिनको पैसा काटिदिने भयो कम्पनीले होइन। ठिकै छ, केही छैन, महिनामा 1-2 दिन भनेको त्यस्तै हो, केही फरक पर्दैन। कुनै दिन 1 दिन अब अफ डेको दिन, होलिडेको दिन यसो ड्युटी गरेर त्यसलाई तान्न सकिन्छ। ल म चाहिँ अहिले पार्कभित्र छु होइन, तर पार्कमा देखाउने लायक चाहिँ अहिले केही पनि छैन, किनभने रातिको 11 बजे राति के देखाउने हो र होइन। उज्यालो भएको यतातिर पोखरीहरू छ, राम्रो देखिन्थ्यो। अहिले त यस्तै छ बाटो होइन। अब मेरो फेरि फोनको क्यामेराको क्वालिटी पनि बबाल छ नि त, फेरि अँध्यारोमा पनि पुरै कालो देखिने खालको त्यसले गर्दा पनि अलिक मजाले देखिएन। यसरी लाइटको छेउमा आउँदा देखिने होला मेरो अनुहार त। त्यही भएर सेतो टी सर्ट पनि लगाएको, अलिक यसले पनि यसो ब्राइट देखाउँछ कि भनेर। यस्तै छ। आइयो दिउँसो आउँदाखेरि चाहिँ रमाइलो हुने रहेछ। अब दिउँभरि हामी अब त्यही त हो, बिजी थियौँ अलिकति, त्यस्तै अब कामले गर्दाखेरि। अनि यसो अब आज अब भोलि जाने भएपछि यसो अब खाना खाएर निस्केको, यसो जाउँ न त के कस्तो छ हेरिदिउँ भनेर। अब आज यसो ट्रायलको रूपमा आइयो, अब अर्कोचोटि नेक्स्ट टाइम आउँदाखेरि अब डे टाइममा आउँला। अब यहाँ यस्तै छ, बाटो हिँड्दैछौँ हामी दुईजना लख, तर मान्छे नहुने होइन, मान्छेहरू पनि छन्। यतिखेर पनि कुदिरहेको छन् यार, 11 बजे राति पनि मान्छे यहाँ, बुढोहरू है, केटाकेटीहरू भेटिरहेको छौँ। बस्ने ठाउँहरू टन्नै छ। 1 राउन्ड हानिसक्यो हामीले, लगभग आएको आधी घन्टाभन्दा बढी भइसक्यो। अब देखाउन लायक चाहिँ केही छैन, यस्तै हो है। नेक्स्ट टाइम अब देखाउँला। ल अहिले चाहिँ हामी पार्कबाट पनि बाहिर निस्किसक्यौँ होइन। रातिको 12 बज्न लागिसक्यो, 1 घन्टा जस्तो घुम्यो पनि के भन्नु, त्यो एरिया नै लास्टै ठुलो रहेछ। यसो छेउछेउ हिँड्नलाई मात्र 1 राउन्ड हान्नलाई मात्र 1 घन्टा जस्तो लाग्यो कि। अनि अब राति भएर केही अब त्यहाँनिर केही देखाउन पनि पाइएन होइन, नत्र अनि राम्रो जोस रहेछन् घुम्ने ठाउँहरू। अनि अँध्यारोमा लाइट भन्नाले पनि अब त्यही हो, क्यामेरा क्वालिटी अलिकति राम्रो भएन, नत्र अनि पार्क चाहिँ एकदम दामी रहेछ होइन। त्यो जोस बस्नलाई, यताउति चिल गर्नलाई लास्टै रमाइलो ठाउँ रहेछ। अब नेक्स्ट टाइम आउँदाखेरि बनाउँला दिउँसोको होइन। अब भोलि त म फेरि गइहाल्छु आफ्नो कम्पनीतिर। अनि हामी चाहिँ अहिले 2 जना मात्रै हिँड्दैछौँ। लास्टै गलियो आज, यस्तो मिठो निन्द्रा लाग्छ। भोलि कति बज्छ उठ्दाखेरि त्यो पनि थाहा छैन। यहाँ चाहिँ यसरी गाडीहरू पार्क गरिरहेछन्। ल यो चाहिँ अहिले म हाइवेमा छु होइन, जेब्रा क्रसिङबाट बाटो काट्दैछौँ। यस्तै छ रोमानियाको नाइट लाइफ, सुनसान लास्टै। ल अहिले चाहिँ म फर्किने तर्फ है, ट्रेनमा आइसकेको छु। यो हाम्रो ट्रेन, यहाँ चाहिँ फेरि यसरी बटन थिच्नुपर्छ, लास्टै आवाज आइरहेको छ। अनि यहाँ चाहिँ म तपाईँलाई देखाउँछु को छ भनेर।
यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ राई हिजो फर्किने भनेको राईले मलाई हिजो धोका दियो अनि आज मैले राईलाई धोका दिएँ। कसरी धोका दिएँ मैले भन्दाखेरि चाहिँ 2 बजेको ट्रेन थियो, 2 बजेको ट्रेन हाम्रो छुटेर म ढिलो आएर त्यसपछि 4 बजेको ट्रेन 4:30 को ट्रेन होइन 4:30 को ट्रेनमा चढ्यौँ हामी। राईले 2 घन्टा पर्ख्यो मलाई अनि अहिले चाहिँ हामी ट्रेनभित्र अब जाँदैछौँ। आधी घन्टा बाँकी छ। आधा घन्टामा पुगिन्छ। अर्को ट्रेनबाट आइसक्यौँ आधी बाटो। अब यहाँबाट फेरि नि कम्पनीमा त्यहीबाट बाहिर देखाइदियो बाबा। यस्तो छ बाहिरको नजारा होइन। कति रहेछ यो चाहिँ म फेरि त्यही 2 तलेवाला ट्रेनमा छु, माथिपट्टि छौँ हामी अहिले। यहाँ अर्को ट्रेन छ ए उतापट्टि, त्यो ट्रेनको माथिको भाग लिक चाहिँ तल्लोपट्टि छ। योभन्दा त्यो चाहिँ गइसक्यो, योभन्दा अर्को हो क्या तल्लो। हामी यताबाट आएको थियौँ, यस्तो आयौँ, उतैबाट आएको फेरि उतै जानुपर्ने हो। यो चाहिँ अब यस्तो आयौँ, अब हामी यस्तो जान्छौँ। कस्तो चाहिँ रहेछ भन्नु 3-4 दिनको होलिडे मनाएर आयौँ होइन। अनि अब कम्पनीमा अलिकति हाम्रो कमी भएको छ अरे, केटाहरूले फोन गरिरहेको थिएँ। लास्टै हल्ला भइरहेको छ अरे, 2टा राजवंशी र राई कहाँ गयो भनेर। अहिले कम्पनीमा छ नि त भाग्ने एकदम प्रक्रिया भइरहेछ, केटाहरू भाग्ने। हामी पनि 3-4 दिन नआउँदैछ, केटाहरू हिँडे जस्तो लागिरहेको होला। अब आज जाँदाखेरि देखेपछि सबैजना छक्क पर्छन्, ला हिँडेर त आएछ नि त फेरि। ऐसी पिक्चर्स जो एकदम वाहियात टाइम पर खींची गई। नंबर ल फाइनली हामी हाम्रो ठाउँमा आइसक्यौँ, कालारासी भन्ने ठाउँमा होइन। 2 जना ट्रेनबाट ओर्लेर यहाँ अब ट्याक्सी पर्खिरहेको छौँ। कफलेन आएको थियौँ एकछिन, कफलेन बन्द रहेछ यो यहाँको यो फेस्टिभलले गर्दाखेरि। यहाँ ट्याक्सी गरेछौँ, ट्याक्सी पर्खिरहेको छौँ। त्यसपछि अनि हामी कम्पनीभित्र। ल यो भ्लगलाई यहीँ एन्ड गर्दै होइन, फेरि नेक्स्ट भ्लगमा भेटौँला। लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नछुटाउनु होला। धन्यवाद।